हेलो सबैजनालाई आज चाहिँ म हाम्रो घर अगाडि बनिँदै गरेको नयाँ बाटो देखाउँछु है त। यो चाहिँ बाछोखेतबाट हाम्रो घरसम्म जोडिने बाटो हो, यानि आइतबारेबाट आउने बाटो पनि यहाँसम्म जोडिन्छ। हालै बुद्ध शान्तिमा पनि डोजर चल्यो भनेर एउटा भिडियो पोस्ट भएको थियो। त्यहाँ चाहिँ कतिपय मान्छेहरूले डोजरको आतंक अनि त्यस्तै कमेन्टहरू गर्नुभएको थियो, जहाँ चाहिँ सुकुम्बासी उठाउने कुरालाई पनि लेखिएको थियो। त्यो कुराहरू चाहिँ केही पनि नभएर यो चाहिँ बाटो विकास गर्नको लागि चाहिँ बाटो वरपर रहेको सुपारीहरूलाई ढालिँदै गरेको भिडियो थियो। अहिले चाहिँ बाटो एकदमै फराकिलो र राम्रो देखिएको छ। यहाँ चाहिँ मेरो दादा नालीमा आली लगाउँदै हुनुहुन्छ ताकि पछि बर्खायाममा पानी परेर माटो नबगाओस् भन्ने। बाटो बढेर कस्तो लाग्दैछ? राम्रै हो बाटो बन्नु भनेको भाबीको लागि। अरूले चाहिँ बाटोको लागि बारी गयो भन्दाखेरि दुखमन गर्छ, तँलाई चाहिँ कस्तो लाग्छ भन् त ल? बाटोको लागि दिनुपर्छ नि, तर समयमा काम सकिनु पर्यो होइन। अनुसार पुऱ्याएर बनाउनु त राम्रो नि, तर थोरै बजेटमा धेरै उपद्रो गरेर चाहिँ हुँदैन। जति हुन्छ त्यति गर्नु पर्यो। धेरै बजेट आएको बेला चाहिँ थाहै नहुने, थोरै बजेटको मात्र थाहा भएर के गर्नु। यो 75,000को बजेट मात्र थाहा भयो, 15-20 लाखको बजेटै थाहा छैन कता गयो। यो कुरो चाहिँ अलिकति चित्त बुझ्दैन। यस्तै छ हाम्रो दाइको मनसाय। र आज बिहानैदेखि चाहिँ कामको सुरुवात भएको छ। काका दादाहरू बडाहरू भाइहरू सबैजना भएर चाहिँ यहाँनिर प्लास्टर गर्न सुरु गर्न थाल्नु भएको छ। बजेट त्यस्तो धेरै नभए पनि थोरै बजेटले भए पनि काम चाहिँ राम्ररी नै भइरहेको छ। र आजलाई यति नै। काम कम्प्लिट भइसकेपछि अर्को भिडियोमा देखाउनेछु तपाईँहरूलाई है त। पुरा भिडियो हेर्नुभएकोमा थ्याङ्क यू।